नमस्कार, म अधिवक्ता सृजना अधिकारी। हामीले कमर्सियल ल अझ ट्याक्स ल प्र्याक्टिस गर्ने क्रममा हामीलाई बारम्बार सोधिने प्रश्नहरूलाई सम्बोधन गर्ने हेतुले यो भिडियो सिरिजको निरन्तरता दिँदैछौँ। आज भने घरबाल करसँग सम्बन्धित रहेर यो भिडियो बनाएका छौँ। घरबाल कर कहाँ बुझाउने भन्ने सम्बन्धमा विद्यमान कानुनमा भएको अनिवार्यता र पछिल्लो समयमा सम्मानित सर्वोच्च अदालतले गरेका व्याख्यासँग सम्बन्धित रहेर यो भिडियो बनाएका छौँ। नेपालको संविधान 2072 बमोजिम राज्यको मूल संरचना सङ्घ, प्रदेश र स्थानीय तह गरी 3 तहको छ र राज्य शक्तिको प्रयोग पनि सङ्घ, प्रदेश र स्थानीय तहले आफ्नो अधिकारको सूची अन्तर्गत गर्नुपर्छ। अधिकारको सूची भन्नाले चाहिँ संविधानको धारा 57 मा राज्य शक्तिको बाँडफाँड कुन कुन तहले के कस्तो अधिकार प्रयोग गर्ने भन्ने सम्बन्धमा उल्लेख गरे बमोजिम हुनुपर्छ। अब घरबार कर चाहिँ संविधानको अनुसूची 8 जुन स्थानीय तहको अधिकारको सूची हो, अनुसूची 8 को बुँदा नम्बर 4 मा उल्लेख गरिएको विषयवस्तु हो। यसको अर्थ घरबार कर स्थानीय तहमा बुझाउनुपर्छ। तर सँगसँगै संविधानको अनुसूची 5 मा जुन सङ्घको अधिकारको सूची हो, यी सङ्घको अधिकारको सूची अन्तर्गत पनि संस्थागत कर भनेर उल्लेख गरिएको छ। अब संस्थागत कर चाहिँ कसरी घरबार करसँग सम्बन्धित भयो भन्ने बुझ्न घर बहाल लिज गर्ने कम्पनीलाई हामीले उदाहरणको रूपमा लिन सक्छौँ। जस्तै कुनै एउटा कम्पनी छ जसको एउटा महल छ। एक्जाम्पलको लागि सिटी सेन्टरको बिल्डिङ, सिभिल मलको बिल्डिङ, सिटी सेन्टरको बिल्डिङ अथवा यस्तै यस्तै कम्पनी जसको आम्दानी नै विशुद्ध रूपमा घरबाल आम्दानी हो। आफूसँग भएको स्पेसलाई लिज आउट गरेर आय आर्जन गर्छन् र घरबाल बापत आए तापनि यो संस्थाको आम्दानी हो र संस्थाले सोमा कर तिर्नुपर्छ। त्यसैले यो घरबाल हुँदाहुँदै पनि यो संस्थागत आयकर भई सङ्घको अधिकार क्षेत्रमा पनि पर्दछ। यसो हुँदा त्यही रकममा संस्थागत आयकर पनि तिर्नु पर्यो र घरबाल कर पनि तिर्नु पर्यो। यसरी नेपालको संविधानका दुईवटा अनुसूचीहरू हेर्दा संस्था हो भने चाहिँ सङ्घको अधिकारभित्र परेकाले कर कार्यालयमा आयकर सँगसँगै घरबाल कर पनि तिर्नुपर्ने भयो भने यदि घर प्राकृतिक व्यक्तिको नाममा भएको हो भने चाहिँ स्थानीय निकाय अथवा वडा कार्यालयमा तिर्ने भनेर बुझ्न सकिन्छ। तर धेरै कम्पनीजहरूको हकमा कर कार्यालयमा घरबाल कर बुझाइराख्दा पनि वडा कार्यालय अथवा स्थानीय निकायले घरबाल रकम माग गरेको अवस्था थियो र आज पनि त्यो अवस्था विद्यमान छ। तर यो कसरी हो? एउटै विषयवस्तुमा दुई तहको अधिकार कसरी हुन सक्ला भन्ने अध्ययन गर्दा दुवैतिर केही न केही आधार भने देखिने रहेछ। जस्तै पहिला स्थानीय निकायको घरबालमा अधिकार कसरी हो भन्ने सम्बन्धमा हामीले विशेष गरी 3वटा आधारहरू भेट्न सक्छौँ। 1 नम्बरमा स्थानीय सरकार सञ्चालन ऐन 2074 को दफा 57 अनुसार प्राकृतिक व्यक्तिले मात्र नभई संस्थाले समेत घर, भवन आदि बहालमा लगाएमा सोमा स्थानीय तहले नै कर लगाउने छ भनी किटेरै उल्लेख गरेको अवस्था छ। त्यसैले घरबाल कर स्थानीय तहमा बुझाउनुपर्छ। अब 2 नम्बरमा अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 को अनुसूची 3 हेर्ने हो भने घरबाल करमा स्थानीय तहको अधिकार स्थापित हुन्छ भनी लेखिएको छ। यसका साथसाथै जहिले पनि सामान्य व्यवस्थालाई विशेष व्यवस्थाले परिसीमित गर्छ भन्ने कानुनी सिद्धान्त जेनरालिस स्पेशलिस नन डेरोगेन्ट भन्ने लिगल म्याक्सिमका आधारमा पनि घरबाल आम्दानीको सन्दर्भमा जुन मैले अघि भर्खर उल्लेख गरेँ अनुसूची 8 को बुँदा नम्बर 4 मा प्रयुक्त घरबाल कर अनुसूची 5 को 9 मा प्रयुक्त संस्थागत आयकर उप हावी हुन्छ र साथसाथै संस्था वा व्यक्ति जोसुकै गर्दै नै भए तापनि स्थानीय तह र सो क्षेत्रमा भएका घर जग्गाको सम्बन्धमा वा सानिध्यता नेक्सस चाहिँ स्थानीय तहसँग भएकाले घरबाल करमा समेत स्थानीय तहको अधिकार हुनुपर्छ पनि भन्न सकिन्छ। तर यसो हो भने सङ्घको अधिकार चाहिँ कसरी? कर कार्यालयमा घरबाल कर बुझाउने आधार चाहिँ के हुन सक्ला भन्ने सम्बन्धमा अध्ययन गर्दा मुख्यतः दुईवटा आधारहरू हामीले भेट्न सक्छौँ। 1 नम्बरमा आयकर ऐन 2058 को दफा 2 को कानुनी व्यवस्था। दफा 2 मा भाडा भन्ने शब्दलाई परिभाषा कसरी गरिएको छ? अब यहाँ भाडा भन्नाले घरबाल समेतका मूर्त सम्पत्तिको बहाल तथा पट्टा अन्तर्गत गरिएका प्रिमियम लगायतका सबै भुक्तानी सम्झाउनुपर्छ भनिएको छ।
यसलाई यसरी बुझ्न सक्छौँ, घर अथवा कुनै मूर्त सम्पत्ति छ भने त्यसलाई बहालमा लगाएर पाएको सबै भुक्तानीलाई भाडा भनियो। तर यही परिभाषाको प्रोभाइजोमा के भनियो भने तर यस शब्दले प्राकृतिक स्रोत बापत भएको भुक्तानी वा एकलौटी फर्म बाहेकको प्राकृतिक व्यक्तिले घर बहाल बापत प्राप्त गरेको रकमलाई जनाउने छैन भनेर परिभाषा गर्यो। अब यो परिभाषामा प्राकृतिक व्यक्तिले पाएको भुक्तानीलाई भाडा मान्दिन है भन्यो। तर त्यसबाहेक कसले भाडा भुक्तानी पाउँछ त? टेक्निकली दुई किसिमका व्यक्ति हुन्छन्। एउटा प्राकृतिक व्यक्ति, तपाईँ हामी जस्तै मान्छे, अर्को अप्राकृतिक व्यक्ति, आर्टिफिसियल पर्सन, पर्सन क्रिएटेड बाइ ल, जस्तै सङ्घ संस्थाहरू, कम्पनीजहरू। अब यहाँ भाडाको परिभाषा गर्दा प्राकृतिक व्यक्तिले घरबाल बापत प्राप्त गरेको रकमको बारे किटेर नै म प्राकृतिक व्यक्तिले सङ्कलन गर्ने भाडालाई मान्दिन है भन्नुको अर्थ अन्यलाई मान्छु भन्ने अर्थ लगाउँदा घुमाउरो किसिमले घरबालमा आयकर आकर्षित भई सोमा सङ्घको अधिकार स्थापित हुन्छ भन्ने बुझियो। साथसाथै तत्कालीन अवस्थामा भएको अनियलतालाई समाधान गर्न 2074 साल चैतको 12 गतेका दिन मन्त्री परिषदको बैठक बसेको थियो र सो बैठकको निर्णयको बुँदा नम्बर 3 को कमा के उल्लेख गरियो भने आफ्नो क्षेत्राधिकारभित्रका प्राकृतिक व्यक्तिले आर्जन गर्ने बहाल आयमा लाग्ने घर बहाल कर नेपालको संविधान, अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 र प्रचलित कानुनको अधीनमा रही सम्बन्धित स्थानीय तहहरूले सङ्कलन गर्ने आन्तरिक राजस्व कार्यालयले भाडा बापतको आयमा आयकर सङ्कलन नगर्ने भनियो। अब मन्त्री परिषदको यस निर्णयले केवल प्राकृतिक व्यक्तिले आर्जेको भाडामा सङ्घ अन्तर्गतका आन्तरिक राजस्व कार्यालयले कर सङ्कलन नगर्ने उल्लेख भएको छ। संस्थाले आय गरेको भाडामा फेरि यो निर्णय मौन रहेको छ। यसै बीचमा वडा कार्यालय र कर कार्यालयले छुट्टा छुट्टै व्याख्या गरिराखेको तर किटेर नै संस्थाको नाममा रहेको घरमा बसेको हो भने चाहिँ कर कार्यालयको क्षेत्राधिकार है भनेर भनिदिएको अवस्था भने थिएन। र हामीलाई एज अ प्र्याक्टिसनर सबै कानुनहरू केलाउँदा हाम्रो तर्फबाट घरबाल करमा स्थानीय निकायको अधिकार जस्तो लाग्यो। त्यसैले म आफै नै पनि सार्वजनिक सरकारको विषय एवं संविधानसँग विद्यमान कानुन बाजिएको हदसम्म सो कानुनलाई खारेज गरेर सुप्रिम कोर्टको कन्स्टिट्युसनल बेन्चमा रिट दर्ता गरेका थियौँ। हाम्रो मुख्य मागलाई 2 लाइनमा भन्दा आयकर ऐन 2058 को दफा 2 को कानुनी प्रावधान र मन्त्री परिषदको निर्णय दुवै नेपालको संविधानको अनुसूची 8(4), स्थानीय सरकार सञ्चालन ऐन 2074 को दफा 57 तथा अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 को अनुसूची 3 सँग बाजिएकाले बाजिएको हदसम्म बदर गर्न उत्प्रेषणको आदेश जारी गरी पाऊँ भन्ने थियो। यसरी संवैधानिक इजलासको म आफै अधिवक्ता सृजना अधिकारी समेत विरुद्ध प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय काठमाडौँ रहेको उत्प्रेषण समेतको मुद्दा नम्बर 079 WC 0014 2079 साल पौषको 20 गते फैसला भएको थियो। जहाँ निर्णय कसरी भयो भने आयकर ऐन 2058 को दफा 2 को प्रावधान र मन्त्री परिषदको मिति 2074 12 महिना 12 को बैठकको निर्णयको बुँदा नम्बर 3 को व्यवस्था नेपालको संविधानमा रहेका प्रावधान प्रतिकूल रहेको भन्ने रिट निवेदकको जिकिर मनासिब देखियो। र यसरी यो निर्णय भएकाले घरधनी प्राकृतिक व्यक्ति भएमा स्थानीय निकाय र घरधनी सङ्घ संस्था भएमा कर कार्यालयमा घरबाल कर बुझाइरहेको अवस्था थियो। तर लगभग 2.5 वर्षपछि 2082 साल जेठ महिना 20 गते सुप्रिम कोर्टकै डिभिजन बेन्चबाट अर्को कुनै मुद्दा फैसला गर्ने क्रममा घरबाल करमा स्थानीय तहकै अधिकार रहेको घरधनी प्राकृतिक व्यक्ति अथवा संस्था जे भए पनि स्थानीय तहकै अधिकार हुने भन्ने निर्णय भयो। अब यसरी घरबाल करमा स्थानीय निकायको अधिकार है भनेर सुप्रिम कोर्टको डिभिजन बेन्चबाट निर्णय भएकाले अहिले विभिन्न नगरपालिकाहरूले संस्थागत भाल कर स्थानीय निकायमा जम्मा गर्नु भनी पत्राचार गरिरहेको अवस्था छ, जसले फेरि पनि कर कार्यालयमा घरबाल कर बुझाइरहेका कम्पनीजहरूमा अनियलता, दुविधा र कहिलेकाहीँ डबल ट्याक्सेसनको अवस्था पनि रहेको छ। यी दुई विपरीत ध्रुवमा रही डायमेट्रिकली अपोजिट निर्णय भइदिँदा आम करदातामा अनियलताको स्थिति आएको छ र यस्तोमा के हुन्छ होला, के गर्नुपर्छ होला। अब यी दुईवटा फरक फरक डिसिजनहरू हुँदा कुन डिसिजन प्रिभेल हुन्छ होला भन्नेमा हाम्रो केही धारणाहरू पनि म यस भिडियो मार्फत भन्न चाहे। सर्वप्रथम नेपालको संविधानको धारा
128 को उपधारा 4 बमोजिम मुद्दा मामिलाको रोहमा सर्वोच्च अदालतले गरेको संविधान र कानूनको व्याख्या वा प्रतिपादन गरेको कानूनी सिद्धान्त सबैले पालना गर्नुपर्छ र सो फैसलाको अवज्ञा गरेमा कानून बमोजिम अवहेलनाको कारबाही चलाई सजाय गर्न सक्ने कानूनी व्यवस्था पनि छ। त्यसैले कन्स्टिट्युसनल बेन्चको निर्णय प्रिभेल गर्छ। यसका साथै संवैधानिक इजलास नियमावलीको नियम 5 को कानूनी व्यवस्थालाई पनि हेर्नुपर्छ। नियम 5 को कानूनी व्यवस्था बमोजिम संवैधानिक इजलासबाट मुद्दा मामिलाको रोहमा गरेको आदेश वा फैसला अन्तिम हुने र सो आदेश वा फैसला उप पुनरावलोकन गरिपाउँ वा दोहोऱ्याइपाउँ भन्ने निवेदन नलाग्ने कानूनी व्यवस्था रहेको छ। सोही कानूनी व्यवस्थाको पुनरावृत्ति न्याय प्रशासन ऐन 2073 को दफा 11 को उपदफा 3 को गमा समेत गरिएको छ, जस अन्तर्गत संवैधानिक इजलासबाट निर्णय भएको विषय उप पुनरावलोकन लाग्दैन। अर्थात् संवैधानिक इजलासबाट भएको व्याख्या नै सो विषयको अन्तिम व्याख्या हो। त्यसैले संवैधानिक इजलासको फैसलाले सोही विषयवस्तुको अन्य इजलासको फैसलालाई परिसीमित गर्छ भनेर पनि बुझ्नुपर्छ। अब त्यसै गरी हामी कमन ल फलो गर्ने कन्ट्री भएकाले नजिरको सोपानको सिद्धान्तलाई पनि हामीले मान्नुपर्छ। अदालतले गरेका पूर्व निर्णयहरूको निश्चित रूपमा स्थापित भइसकेका कानूनी सिद्धान्त आफै पनि कानून सरह हुन्छ। एकै किसिमको कानूनी प्रश्न समावेश भएको अलग अलग मुद्दाहरूमा कानूनको अलग अलग व्याख्या भएर वा अलग अलग सिद्धान्तहरू प्रतिपादन भएर न्यायिक अराजकताको स्थिति उत्पन्न नहोस् भन्ने उद्देश्यले एकरूपता कायम गर्न नजिरको सिद्धान्त अपनाइएको हुन्छ। हुन त सर्वोच्च अदालतका न्यायाधीशको निर्णय कानून सरह हो, तर यहाँ पनि यदि दुई फरक फरक निर्णय भइदिए भने कुन निर्णय उप हावी हुन्छ भन्नेको हकमा चाहिँ सोही बेन्चको कानूनी हैसियतलाई हेर्नुपर्छ। 5 जनाको निर्णय र 2 जनाको निर्णय हेर्दा 5 जना न्यायाधीशको निर्णय 2 जना न्यायाधीशको निर्णय उप हावी हुन्छ। यो घरबार कर कहाँ बुझाउँदा के हुन्छ भन्ने एउटा दुविधा हो, तर सँगसँगै तिरेको करको क्रेडिट कसरी कति हुन्छ भन्ने पनि इक्वली इम्पोर्टेन्ट सँगसँगै आउने प्रश्न हो। यसलाई हामी एउटा उदाहरणमा हेर्न सक्छौँ। जस्तै घरबहाल बापत कुनै कम्पनीको कुल आम्दानी 100 रुपियाँ छ। घरबहालमा बस्नेले 10% अर्थात् 10 रुपियाँ घरबहाल कर बापत बुझाइदिँदा घरबहालमा दिने कम्पनीको नेट इन्कम चाहिँ 90 भयो र यदि 10% कर आइआरडीमा कर कार्यालयमा बुझाउने हो भने चाहिँ आम्दानी 100 भएको र खर्च कुनै नभएको अवस्थालाई एकछिन अज्युम गर्ने हो भने सोमा 25% का दरले कर बुझाउँदा 25 रुपियाँ तिर्नुपर्नेमा 10 रुपियाँ अघि तिरेको 10 रुपियाँ क्रेडिट लिएर 15 रुपियाँ मात्रै तिर्दा पुग्थ्यो। तर यदि 10 रुपियाँ घरबहाल कर बापत स्थानीय निकायमा बुझाउने हो भने चाहिँ घर मालिक वा कम्पनीको आम्दानी आयकर ऐन 2058 को दफा 21 को 1 को ख को प्रतिबन्धात्मक वाक्यांश बमोजिम स्थानीय तहमा तिरेको कर खर्चको रूपमा कट्टी गर्न पाइने कानून व्यवस्थाले आम्दानी 100 माइनस 10 रुपियाँ घटेर 90 हुने भयो र सोमा 25% का दरले कर तिर्दा 22.5% चाहिँ कर तिर्नु पर्यो। अब यो दुईटा अप्सनलाई हेर्दा पहिलो अप्सनमा जहाँ कर कार्यालयमा कर भुक्तानी भएको थियो सो अवस्थामा बहालमा बस्ने व्यक्तिले 10 र घर मालिकले बाँकी 15 गरी कुल 25 वा 25% कर बुझाएको अवस्था थियो। तर दोस्रो अवस्थामा जहाँ स्थानीय निकायमा 10% घरबहाल कर बुझाइएको हुन्छ सो अवस्थामा 10% स्थानीय निकाय र 22.5% चाहिँ कर कार्यालयमा गरी जम्मा 32.5% चाहिँ कर तिर्नुपर्ने देखियो। र यसरी हेर्दा बिजनेसहरूलाई घरबहाल कर ट्याक्स अफिसमा बुझाउँदा फाइदा हुने जस्तो देखियो, किनभने क्रेडिट लिन पायो। तर प्राकृतिक व्यक्तिको नाममा भएको घर हो भने चाहिँ खासै केही फरक परेन, 10% नै हो, जहाँतिर पनि केही भएन। हुन त नेपालको संविधानको अनुसूची 8 को 4 मा स्थानीय तहको अधिकारको सूची अन्तर्गत घरबहाल कर स्थानीय तहको अधिकार सूची अन्तर्गत पर्छ किटेरै लेखेको अवस्था छ। त्यसैले स्थानीय तहकै अधिकार हो भने सुरुमा कन्स्टिट्युसनल बेन्चमा दर्ता गरेको रिट निवेदन गर्ने बित्तिकै म आफै पनि हो। तर हामी के विषयलाई लिएर अदालत प्रवेश गर्यौँ भन्दा पनि अदालतले के निर्णय गर्यो भन्ने चाहिँ इम्पोर्टेन्ट हो। त्यसैले कुनै कम्पनीलाई आजको दिनमा वडा कार्यालय, नगरपालिका अथवा स्थानीय निकायले घरबहाल रकम माग गर्यो, कम्पनीलाई यो सबै एक्जिस्टिङ ह्यासल्सहरू रहिरह्यो भने र फेरि पनि ती कम्पनीजहरू चाहिँ अदालत प्रवेश गर्नु पर्यो भने कन्स्टिट्युसनल बेन्चकै निर्णय चाहिँ हावी हुने देखिन्छ, किनभने यो निर्णयको रिभ्यू गर्ने अधिकार सुप्रिम कोर्ट आफूसँग पनि छैन। अब यो निर्णयलाई परिवर्तन गर्न चाहने, सल्युसन दिने अथवा युनिफर्मिटी गर्ने हो भने चाहिँ नेपाल सरकारले अध्यादेश मार्फत केही सोल्युसन ल्याउनुपर्ने जस्तो देखिन्छ। यो दुविधा समाधान गर्ने र कर मैत्री वातावरण निर्माण गर्न सरकारले
आवश्यक निर्णय गर्न अपरिहार्य छ, वाञ्छनीय छ। र अन्त्यमा घरबाल कर र कर कानुनसँग सम्बन्धित अन्य केही प्रश्न भएमा कमेन्ट सेक्सनमा आफ्नो क्वेसनलाई पोस्ट गर्न सक्नुहुन्छ। धन्यवाद।